अघि घर जाउँ भनेको तेरो भएन भात पछि म बस्नु है कुनै भात अहिले खानु पर्दैन एकछिन खानु ए सुमन तल खाटमा पानी चाहिँ यसले खाएको अघि बोतलमै जाउ पर्दैन एकछिन त चुप लाग्नु खाने पानी हो आज जाउँ ल्याउनु मनाउने चर्को परिसक्यो होइन यहाँ बस्न भाइ टिका लाएको बेला उठ्नु हुँदैन ल के दिनु मा दादाले ल्याइदिन्छ पानी यहाँ बस्छ त खाइस मैले नल्याउनु भन्दा ले भनेर तँ पनि ताल लाउने त्यो जमुना आएर गयो यता कुनामा राखेको त्यो ढोकामा बाहिरतिर गर्नु हुँदैन त्यो त छिटो बोलाएर ल्याउ त्यसलाई सारेपछि मात्रै हुन्छ त्यो निकालेपछि मात्रै के खोज्नु भएको के हरायो के खोज्नु भएको यो राखेर नि त्यहाँ छैन ऊ माथि राख्नु भएको छ अनि तल खोज्नुहुन्छ अब होस् हराउन थाल्यो खानेकुरामा फुल किन लागेको हो यो दिदीले तेल पुजेको पहिले जम पुजेर खुट्टी त्यसमा होला नि दिदीलाई लाग्छ नि त दिदीलाई त आज खुट्टीले हान्नु हुँदैन त दादालाई लगाइदिनु पर्थ्यो पर्छ तेल तेल अब ज्ञानी भएर बस्छ है मेरो भाइ यो बाबा फटा बाबा रहेछ कति मजाले बसेको बसे ज्ञानी हुन्छ मजाले मेरो भाइलाई फुलु लगाइदिने आज बल्ल बल्ल मेरो भाइ आकी थिए अब घुम्ने ठाउँ छैन यो बल्छीले खाट यता राखेछ र पो त यो खाटले गर्दा अन्त उता थियो पहिले तेल छ्याएको छ सजिलो हुन्छ यो खाट यता राखिदिएर नि तैँले त्यो जम पुजेपछि बाहिरतिर गर्नु हुँदैन कि बाहिर बस्नुपर्छ कि भित्रै बस्नुपर्छ अब यहाँ बसिरह अब यो भित्रै बस्छ अब टिकीलाई चिन्नु पर्छ टिकीलाई चाहिँ हामी घर जान पाउँछौँ होइन अनि ल्याएपछि मात्रै हिँड्नुपर्छ लगाएपछि मात्रै हेर्नुपर्छ भाइ पो बरु ज्ञानी छ त जान्दा छ भाइ त भाइ कति ज्ञानी छ लु 3 घन्टा पुग्यो अब के खोज्नु भएको कहाँ राख्नु भएको छ बाती ऊ टपराको छेउमा छ है ए त्यस्तो हात पुज्ने कपडा राख्नु पर्दैन भुइँतिर दलो जिउतिर दलो जिउ मान्छ दुनामा बाल्नुपर्छ हौ बाती त कस्तो हुनु छैन दुना त्यो बाती हातमा बालेर कहाँ राख्छु भन त त्यो राख्नु चाहिँ कहाँ हो त्यसरी हो पोल्दैन
कि टाउको राख्नु बिचरा भयो अब लगाएर राख जमसँग राख्ने हो त्यो होइन जानु हुँदैन एकछिन बस्नु। अब जानु हुँदैन अब मेरो भाइ ज्ञानी छ यो बाबाले फटा भनिसके बाबा के कस्तो खालको बाबा रहेछ फुल आयो उ भाइलाई यसो गर्नु अब दसैँमा कसो भयो यसो गर्नुपर्छ म त यसो गर्छु टोपीमा अलिकति सेक्दिनु न माथि के गरेको त्यस्तो चाहिँ ज्ञानी छ मेरो भाइ त बाबालाई टोपी लाउन दिन्छ किन टोपी जिब्रो कति फटा भयो खै यहाँ हुनु चाहिन्छ बाबाले त लगाएको छ खै तिम्रो लाग न होइन लाउनु त पर्छ एकछिन लाउनु एकछिन लाउँछ हाम्रो भाइ त खै त ल्याउ त यहाँ लाउनु नि यहाँ लगाइदिन्छ है लु भयो यस्तरी बिगार्छ नि त बाबाको टोपी यस्तरी राख्छ नि एउटा टिको सर्ट तलदेखि माथिसम्म तान्ने अनि त्यहाँबाट ट्याकट लाउने भयो अर्को होइन है फेरि राम्रो हुँदैन त्यस्तो मामाले भन्नु गर्दैन है मामाको लागि ट्याक्क एउटा टिको त अनि त्यो कहाँ त्यो अनि पो राम्रो पनि देखिन्छ काँक्राको बिहा जस्तो टिको लाउँछन् फुलको थुङ्गाले टिको काँक्राको बिहा जस्तो हुनुपर्छ तिहारको टिको नि भाइ गदावारी फुल रोप्नु है भनेर मैले पोहोर परारै भनेको फुल्दैन ढिलो रोप्नु एकछिन बस न अब सकियो अब ज्ञानी है मेरो भाइ यो बाबा भटाले के भनेछ यहाँ बस्यो चुप लगाएर नजा ओइ ल जानु हुँदैन भाइ बस न भाइले चाउचाउ किनिदिन्छु यहाँ बस्छ भने भाइलाई कुन करेन कि रम्पम भाइलाई दुईटा किनिदिन्छु है अहिले दोकान खुलेछ भने खुलेपछि भाइलाई दुईटा किनिदिने अरे दाजु सुमन दाइले भाइ रम्पम फ्याक्ट्री गएको छ हो भाइ यसको दिदी त फ्याक्ट्रीमा घुम्न गएछ त्यहाँबाट आएर बाच्चा जिम्दै कुखुरा डल्लै हाल्दो रहेछ अरे जाँते साँते भुत्ला सुत्ला सबै चाउचाउमै आउँदो रहेछ अरे अब खान्न म भने त्यहाँबाट खाइ हामी पनि अस्ति गएको थियौँ हामीलाई त्यस्तो देखाएन भेज देखाएको थियो तिमीहरू भेजमा मात्रै गयौ हजुर भेज मात्रै लग्यो विराटनगरमा होइन हजुर अनि त्यहाँबाट त बाच्चा यो पनि नखाओस् अनि बिमारी हुन्छ नदिने गरेको थियो अघि एकपल्ट हकार दिएको मान्न त मानो ठुस ठुस गरेर रुन थालो के रुवाउनु है भनेर मेरो पाल लगाएर फेरि किन्ने अब एउटा किनिदिन्छु ल एक लागि दुईटा यहाँ बस्ने चुप लाएर अनि दुईटा किनिदिन्छु अनि मोमो त्यसो गर त्यसो के भाइ कुन मोमो खान्छ भेज कि चिकन पाकेको कि भेजमा खाने कि चिकनमा खाने भेज तिमी मासु खाँदैनौ भाइ कति क्लासमा पढ्छ अब लेख्नु सकिन्छ एकछिनमा टिपी लगाइसकेपछि म त पुछेर मात्रै लेख्दिन्छु त्यो दिन पुछ्नु हुँदैन अमै ज्ञानी भएर लाउँछ भनेको मेरो भाइ अब चुप लाग्यो ल मेरो भाइ कति चुप लाग्छ यो कस्तो ज्ञानी नहल्ला है मलाई नहल्ला है मेरो टिको बिग्रिन्छ नहल्ला है नचलाउने त्यो नगर न एकछिन
ज्ञानी भएर बस्नुपर्छ चलाउँदैन ल कान्छाले मेरो भाइ कान्छो कि जेठो भन त अहिले हातमा लागेछ कपडामा लागेछ भने अहिले फेरि हेर्न भागेर हिँडेको थाहा पाएछ र रुँदै ओरसम्म आएर ल्याएको त हो बाबा भागेको हो सानो मलाई थाहा थियो यसले चकचक गर्छ भनेर त उसको आमालाई त आनन्द बाज्यो घरमा नमिसा घरमै आए घरमै आउँछ न होला नगर न हो पटनाले रात यहाँ आज राति चुडेल निस्क्यो अरे त कहाँ चोरेर फेरि किच गर्ने कति मरेछन् कस्तो भयो कसले भने त मैले त्यस्तै खबर सुनेको थिएँ बाटोमा उल्टो खुट्टा भएको थियो अरे रातभरि त हामी डुलिरहेको थियौँ हामीले देखेनौँ नयाँ डोको बोकेको थियो अरे बुढी बुढी मान्छे थिए अरे होइन अनि त्यसको खुट्टा चाहिँ उल्टो थियो अरे अनि हाम्रो भाइले पनि सुनेको अघि बाटोमा मेरो भाइ नागा पल्ले सुन्थ्यो ए भयो कसो गर अरे भाइ हुहा हुहा गर अरे ढुङ्गा मुटु बोकेर रह्यो त्यो पुल चाहिँ कस्तो तोडेको पुलदेखि उतै हेऱ्यो क्या भाइ बाटोमा त्यसको मुखी बाबा के एउटा चियारमा भूत लाग्यो एउटा गाडी लाग्यो अन्त गाडी पर त्यहाँ पनि थियो तर भूत लु त्यो परेन हो भाइ याद त्यो ठिकै बिग्रिन्छ नलाउ त के गर्नु ए रातो के त त्यही मरिदिएर लगाएको टिकाउने फ्याक्चर हुन्छ फेरि बाबा हजुर अब अब लेख्नु दिने एकछिनमा पखाउन तिम्रो फुपूको छिटो फेरि कस्तो छिटो छ चुर्ना परेको भदै अनि कहाँबाट हुन्छ मेरो भाइको भोजाइ कति ज्ञान छ अरू भन्छ नि बिचे यो बाबा फटा रहेछ अबदेखि मेरो भोजाइ खुद्दै हाम्रो घर आउँछ ल आउने नआउने नआउने स्पिकरै चल्दैन स्पिकर चलेको आउने भोलि पछि म बनाएर ल्याउँछु आउनु ल त्यो उहाँ लगेर बनाउँछु है मेरो भाइ टिका लाउँछ अब मेरो भाइको बल्ल पाला आयो कपाल यसो गरेर लु सिधा भएर बस्नु है अलिअलि बिग्रिन्छ फेरि आगो त दिदी आउँछ होला मेरो छ्यानीलाई टिका लाउन नि मेरो छ्यानीको दिदी छ बोलाएको छु लामो बनाउनु न त्यो हातै छिटो गर्नु है छिटो गर्नु है यहाँ मानेको होला छिटो गर मेरो छ्यानीलाई ज्ञानी मम्मीले त बाङ्गो त्यो अघि बाङ्गो राखिहालेछु नि यहाँ उठेर लामो बनाउनु लामो अहिले सट्टै हातले उयो गर्दा हुन्छ त्यो छोएपछि टिकी बिग्रिन्छ एकछिन मान्नु नि मेरो नानी कति ज्ञानी छ कपाल पनि राम्रो थोरै कलसको पानी दिनु कि पर्दैन त्यो पनि लाउने सानोलाई लगाइदिन्छु त्यो पनि भाइ एकछिन ल सानी मेरो सानो सानो छ कहिले ठुलो हुन्छ ठुली हुनु अनि बाइक लिएर आउनुपर्छ है किनेर दिने भए त ल्याइहाल्छ नि भोलाइलाई नि किन्छु होला छिटो लगाइदिनु मम्मी छिटो टक टक लगाइदिहाल्नु मम्मी लगाइदिहाल्नु न
यो अलिक यहाँ उच्च छ। त्यो अरू लाउने नि अब ए वैया त भजन त गर्दैन त्यहाँ भयो छिटो न ल ल ल मैले भाइले हातले समाएको छ मै छु त्यो साउँछ भनेर कति ज्ञानी भयो कि मेरो डल्ली। अब कुन कलर ऊ देखाइसक्यो भाइले ल यो लाउनु पर्छ नि। आगुन पनि टिकी लाउन आउनु है दिदीको लाएर ल। लु भयो अब त्यो लाउँदैन भाइ हजुर आउँछ कति ज्ञानी भएर बसिरहेछ मलाई हो त। दसैँमा टिकु पो लगाइन्छ त मान्छेलाई खोजो लाग्दैन यत्रो सानो पातले कमिला पातले चाहिँ के लाउनु ए त्यो बिग्रिन्छ त्यो टिकोमा चाहिँ लाउनु हुँदैन क्या त्यसरी कुन त टिकु फ्याक्ची भएर निधार भरि हुन्छ भयो लु भयो यता पनि लाउँ है अलि पानी लिएर एलर्जी हुन सक्छ क्या धेरै यता कानमा लाउँ उठ्ने बेला भएको छैन म माला लगाइदिन्छु। माला लगाइदियो कानमा पर्दैन माला लगाइदिन्छु अहिले उठ्ने बेला भएको छैन मेरो भाइ उठ्दैन। भाइले भन्छ ल कुन माला भनेर माला चाहिँ कहाँ छ ठुलो चाहिँ हैन कुन चाहिँ हो त सानो सानो मम्मी यो त्यो त हो यसरी के यसरी यो यान र मुनि हुनुपर्छ भनेको हो त्यसरी नै हो क्या भन्न मान्नु नि मालै नहुने चाहिँ गरेर त्यो उल्टो भयो क्या मम्मी यस्तै हो होइन ए मैले त्यसमा लगाइदिन यो मेरा छ्यानीलाई मम्मी त घुमाउनु मलाई भाइको बिहान सार्दिन न ए हेर म के भएको छ्यानीलाई खाँदै गर है ल यो गेडी खाँदै गर फ्याक्नु ओखर फ्याक्नु फुटाउनु हुँदैन राम्रो होइन अन्त फाटिदिएर खाँदैन खाँदैन म माल भने जस्तो गर्दैन त्यो